or welcome back to my channel. It's me Navina Mokhtan, and if you are new, please don't forget to like, share and subscribe guys. अनि तपाईहरुलाई स्वागत छ मेरो आजकलको नयाँ भिडियोमा. प्लस यहाँनिर मेरो मम्मी पनि हुनुहुन्छ. मम्मी हाई भनिहाल्नु. हाई. अनि गाइज अहिले चाहिँ हामीहरु मंगलबारे स्टेनदेखि हामी जाँदै छौं थापा चोक तर्फ. हामी चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ हामी चाहिँ अहिले जाँदैछौँ चर्चमा. अनि किनकि आज भनेको 31 गते अनि भोलि 2081 लाई बिदाई गर्दै 2082 लाई हामी वेलकम गर्नको लागि चाहिँ आज हामी न्यू इयर इभ मनाउनको लागि चाहिँ हामीहरु जाँदैछौँ चर्च. अनि गाइज हामी चाहिँ यहाँ मंगलबारसम्म गाडीमा आएको. अनि यहाँनिर थापाचोकमा चाहिँ निर्मल दाइ अघि आइसकेर हामीलाई वेट गरिराख्नु भएको छ. अनि ट्राफिक हुन्छ भनेर चाहिँ हामीले ट्राफिक रुल्स फलो गरेर चाहिँ हामीहरु मम्मी र म चाहिँ गाडीमा आएको. अनि दादा चाहिँ अघि आइसकेर हामीलाई वेट गर्दै हुनुहुन्छ. अनि भरे जाँदा चाहिँ फेरि साथीहरु हामी ट्राफिक रुल्स ब्रेक गरी हामी दुईजना पनि जाँदैछौँ बाइकमा न्यू इयर इभ मनाएर. अनि मैले चाहिँ साथीहरु अनि घरदेखि नै भिडियो स्टार्ट गर्छु भनेर सोचिरहेको थिएँ हैन. तर हेर्नु न अब के गर्दा आज दिउँसो पनि म बाहिर एकछिन बजार जाने काम थियो. अनि त्यहाँदेखि त्यहाँ साथीसँग भेट्यो अरे. अनि त्यस्तै भयो साथीहरु. अनि अहिले जाँदैछु र अहिले स्टार्ट गर्दैछु भ्लग. एनीवेज गाइज हेर्नुस् होला सबैजनाले अन्तिमसम्म हेरेर रमाइलो म सँगसँगै तपाईहरु पनि इन्जोय गर्नुस् होला. म तपाईहरुलाई सबै क्लिपहरु देखाउँदै गर्नेछु. अनि यत्रो ठुलो गाडी गयो. अनि साथीहरु म चाहिँ के भन्न आँटेको भन्दाखेरि चाहिँ मैले चाहिँ इङ्ग्लिस डेटको न्यू इयर चाहिँ मैले मनाउनु पाइनँ. किनकि म क्रिसमस सकिनु बाद म चाहिँ काठमाडौँ गएको थिएँ मेरो कामले. अनि त्यहाँ पछाडि अनि आज चाहिँ म हाम्रो नेपाली डेटको न्यू इयर हामी मनाउनु गइरहेको छौँ हामी चाहिँ हैन. अनि म एकदमै धेरै खुसी प्लस एक्साइटेड ह्याप्पी सबै भनौँ न सबै कुराहरू एकदमै भइराखेको छ. अनि त्यही हो एकदम रमाइलो गर्नुपर्ने हुन्छ साथीहरु. फाइनली हामी बाइकमा चढिसकेको अवस्था. नि मलाई हाई भन्दै हाल्नु. खोइ हात देखेन हाई भन्नु न. कसरी भन्नु मुखले हाई भन्नु हो सुन्नु होला. अनि अब चाहिँ हामी यहाँनिर हजुर मेरो कोको जस्तै सो गाइस अब हामी लाग्यौँ हाई त. Cheers! Happy New Year! Happy New Year! This is extreme. Lo ये हालु. This is soft like one. अब चाहिँ हामीहरु खान्छौँ एक्सट्रीम. किनकि एक्सट्रीम खाएर के गर्नुपर्छ त यहाँ एकछिन एक्सट्रीम खाऊ एनर्जी ड्रिंक एनर्जी बढाऊ. सो हामी चाहिँ एनर्जी बढाउन आँटेको छौँ. किनकि मम्मीको मुहारबाटै मैले चाल पाइसकेँ. मम्मी एकदम खुसी हुन्छ भनेर. इङ्ग्लिस महिनामा मनाउन पाएँ नेपालीमा पनि चुटकी बजाएर कति छिटो खाइसक्नु भयो. अनि खाऊ न छिटो खाइसक्नु आँट्नु भइसक्यो. देखाउँछु यहाँ हेर्नुहोस् मलाई कस्तो मनपर्छ क्या यो चाहिँ. तर राति हेर्दाखेरि चाहिँ कस्तो डराउने देख्छ होला है. हेर्नु न यो डराउने हैन मकै तर्साउने आई मिन टु से राति हेर्दाखेरि भनेको क्या हैन कस्तो दामी वेदर भइरहेछ गाइस हैन. खाएको अब चाहिँ लागेको सिधै म चर्च पुगेर बेच्छु. ब्याग हैन एक्सट्रीम राखेको छु यहाँ चेपेर राखे क्या. ल बाइ गाइस सी यु देयर. फाइनली हाई भन यहाँ. हेलो हाई भन्दैछु किन हेलो भन्नु. अलरेडी डन. अनि हामी चाहिँ भर्खर आएको. हाई दिदीमा. हाई सबिना दिदी. बाई भनिदिनु न. बाई नो बाई हाई भर्खर आइहुँदैछ. मामा एकदम बिस्तारै जानु भएको छ. हामी ढिलो
एङ्ग्री फेस दाल होला होइन के के हो ए चामल के हो यो दाल दाल नि दाल हो नि मामा दाल यस हाई भन्दिन त अब हाई भन्दिन त एकचोटि लु भयो चर्चमा चाहिँ नयाँ बत्तिसमा दिने कतिजनाले नथाहा हुनसक्छ होइन त्यही पनि म तपाईँलाई आउँछु पस्दा हुन्छ जुत्ता पानी चाहिँ कहाँबाट हाल्ने हो सफै गरेर नदीभित्र पर्छ म पनि बत्तिसमा गर्छु फेरि हेर्द नदीमा 82 सालमा 5 गते शुक्रबारको दिन ओपनिङ हुन्छ एर्दन नदी ओपनिङ हुन्छ पहिला पहिला चाहिँ हामी खोलामा जान्थ्यौँ एकचोटि मैले बक्सिसमा लिँदाखेरि त भ्यात्लुङ आउँदै गर्दाखेरि त्यो होलीमा गरेको थिएँ मैले चाहिँ तर अहिले चाहिँ प्रभुलाई धन्यवाद सुविधा भएको छ हाम्रै चर्चको ठाउँमा यस्तो राम्रो नदी बनिएको छ होइन मैले चाहिँ खोलामा लिएको थिएँ मैले त झन् आउनु लु तपाईँ र म भन्नु अनि यो चाहिँ आउनु निमल दाई आउनु अनि यो चाहिँ कस्तो भन्दाखेरि बत्तिसमा भनेको चाहिँ यीशुसँगै मर्नु र जीवित उठ्नु भन्छ के अब कति हामी विश्वासीहरूलाई त अब त्यो थाहा छ तपाईँहरू कतिजना प्रभुलाई नचिन्नु भएकोहरू हुनुहुन्छ होला यसै कारण हामीले थोरै यो के हो भन्ने कुरालाई चाहिँ भनेको गाइस यो भनेको चाहिँ समुद्र अरे पौडी खेल्ने यो देखेको छ नि यो रेखा रेखा देखेको यो रेखा 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 यता यता तल चाहिँ समुद्र यो सब समुद्र अनि यो माथि माथि छ नि यो चाहिँ माथि आकाशको त्यस्तो बादल देखाउन माथि हो यो चाहिँ बादल उडेको अरे यो के भन्छ माथिको छाया चाहिँ देखेको यो आकाशको छाया यस्तो नाइस बनेको छ होइन अनि अब 2082 मा ओपनिङ हुन लागेको छ अनि त्यही हो अब कतिजनाले बत्तिसमा लिन आँट्नु भएको छ सो त्यही हो गाइस वाट हाई कालो देखिया हो Okay. कालो देख्यो ल बेला हाई गाइज आफ्टर लङ टाइम विथ माई सिस्टर भ्लग बनाउँदैछु उपासना आऊ उपासना एन्ड अर्को मेरो क्युट सिस्टर आइ भन हाई ल मेरो च्यानल सब्सक्राइब त गरेको छ नि एकदम ए फेरि भिडियोमा ल्याउँदिन नि अरे क्या गाइज अहिले चाहिँ रात परिसक्यो बजु हाई भन्नु न हौ हाई नलको जानु आज आज के हो ह्याप्पी न्यु इयर हो ह्याप्पी न्यु इयरको शुभकामना भन्नु न त ह्याप्पी न्यु इयर शुभकामना के अरे सम्झना भन्नु भन्नु बजु नयाँ वर्षको ह्याप्पी टु यु ह्याप्पी टु यु पिरानको सब्जी सब्जीले बनाउँदै हुन्छ एकदम मिठो बास्ना आइरहेको छ है यहाँ चाहिँ खाना गर्दैछ सब्जी पाक्छ पो सम्झना भाउजू डेक्ची ड्राइभर सम्झना यहाँ मस्कै चम्काइ गरेछु यतिको त हुनै पर्दैन होइन तेरेको हात के गयो नि खानु भने खानु पऱ्यो होइन म पनि थाप्छु मलाई नि साबिना दिदी के को यहाँ अब अलिकति अझै घटाउनु खाने खाने सबै खाने दाल चाहिँ उसमा हालिदिनु म यहाँ उयसमै खान्छु धन्यवाद यो फ्लास नभएर कस्तो तालो देखिरहेछ कि गाइस तर यस्तो दामी छ ल भयो धन्यवाद मम्स म पनि यहीँ आएँ ल गाइस यहाँ हेर्नुहोस् चिकन मिट हाम्रो सेफ मामा हो अब चाहिँ म खान्छु भने गाइस म त हातले खान्छु होला हौ ल ओए गाइस सबैजनाले आयो भने मेरो भ्लगमा हाई अब चाहिँ हामी खाना आँटेको खाएको ल गाइस मासु खाए ल तपाईँ
बडाबडी खाँदै हुन्छ मेरो छोटो कसैले सुन्दैन होला यत्रो सानो मामा मिठो छ पकाकै मामाले कस्तो त्यही त मिठो छ भने अङ्कल आज त भात ए अङ्कल अरे हैन बस्नु दिपक दाजु बसौँ न हौ ए हुन्छ हजुर भिडियो हुँदैछ ल ठिक छ अब खानामा ध्यान दिने स्वास्थ्यमा ध्यान दिने ल बैठे ल अहिले चाहिँ हाम्रो सबै कुराहरू सक्यो अनि अब चाहिँ ग्याम हुन आँटेको छ ग्याम भन्दाखेरि चाहिँ तातो आलु हट पोट्याटो ओके माइजु सी इज माई माइजु से हाई हाई भन्नु माइजु हाई के साह्रो हाई भन्नु हाई सुरु भयो म दिन्छु गाई पुरस्कार वितरण के को वितरण त थाहा देखाउनु पर्यो है पुरस्कार पर्दैन आफूलाई विनम्र तुल्याउ चौथो नम्बर कुरामा चाहिँ अनि परम प्रभुले तपाईँहरूलाई माथि उचाल्नुहुनेछ आउनुहोस् हामी सबैजना प्रार्थना गरौँ परमेश्वर बुबा हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँ सङ्गति प्रार्थना सम्पूर्ण कुरालाई हामी तपाईँको हातमा राख्दै अब प्रार्थनाको बाद हामी छुट्छौँ आफ्नो घर गन्तव्यमा जान्छौँ तपाईँ परम प्रभु हामी सबैको साथमा रहेर जोडाउनु भएको होस् सबै महिमा तपाईँलाई दिन्छौँ येशू प्रभुको नाउँमा ह्याप्पी न्यु इयर नयाँ वर्षको शुभकामना हजुरलाई पनि शुभकामना Happy New Year, Mama. Happy New Year. Happy New Year, Moms. Happy New Year, Brozu.
ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर मलाई नि गर्नु न हौ ह्याप्पी न्यू इयर सेम टु यु मम्स मम्मी ह्याप्पी न्यू इयर खोइ गरेको ह्याप्पी न्यू इयर यहाँ आऊ यहाँ ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर दादालाई गर्छु ह्याप्पी न्यू इयर भाइ न्यू इयर दिदी आमा ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर धेरै शुभकामना ल थ्याङ्क यू ह्याप्पी न्यू इयर बहिनी सबैजनालाई ह्याप्पी न्यू इयर 2082 को धेरै धेरै शुभकामना ह्याप्पी न्यू इयर बहिन एसएमटी यस्तोको हो त हौ हामी त कहाँ यस्तो के अरे तिम्रो नाम अन्सु ह्याप्पी न्यू इयर बुहारी नानीलाई पनि ह्याप्पी न्यू इयर सेम टु यु ओके धन्यवाद आमा अभिषेकलाई त बिर्सेछ आउ छिटो कुर्दैन ह्यान्ड चाहिँ गर्छु ह्याप्पी न्यू इयर अभि खोइ मलाई भनेको खोइ ह्याप्पी न्यू इयर ओके थ्याङ्क यू वेलकम ह्याप्पी न्यू इयर सेम टु यु यता आऊ आँखा डल्क्यो आँखा यत्रो नि त यता हेर त मजाले ल चाहिँ राम्रो आयो ह्याप्पी न्यू इयर पलाउँदै जाउँ यहाँ ह्याप्पी न्यू इयर सर्मिला दिदी कस्तो कालो आयो धन्यवाद ह्याप्पी न्यू इयर खाएको अनि हामीले चाहिँ ह्याप्पी न्यू इयर सकेर चटपटे खाएर अब चाहिँ हामी घर जान लागेको चटपटे पनि छ ल ह्याप्पी न्यू इयर बहन ह्याप्पी न्यू इयर दिदी ल ह्याप्पी न्यू इयर बहन ह्याप्पी न्यू इयर अम्मो कुटीमाई खाऊ ल अनि हामीले चाहिँ खाइसकेको अनि अब चाहिँ हामीहरू जानु लागेको घर सो साथीहरू त चटपट एकदम मिठो भयो र न्यु इयर पनि एकदमै रमाइलो भएको अवस्था अनि अब चाहिँ घर जानुपर्ने हुन्छ त्यही हो साथीहरू 2082 सालको धेरै धेरै शुभकामना छ तपाईँहरूलाई सबैजना स्वस्थ रहनुहोला त्यही हो शुभकामना